रञ्जना म चाहिँ प्रोजेक्टर किनेर हेरिसकेँ होइन। मलाई चाहिँ मजा मनपर्छ कि पहिला चाहिँ मोबाइलमा मात्र हेर्थ्यो, अहिले चाहिँ टक्क होइन अलिकति रुममा साथीहरू पनि हुन्छ नि त होइन, अब परदेशको ठाउँमा त्यही भएर अब टाढा लगेर हेर्न सकिँदैन, अब चाहिँ रुममा हेरिरहेको छु होइन। प्रोजेक्टर पनि छ, हेर्नुहोस् है प्रोजेक्टर, मैले प्रोजेक्टरबाटै चलाएको हो। अलिकति मेरो प्रोजेक्टर चाहिँ नजिक भयो, क्यामेरा खिच्नको लागि चाहिँ अलिक टाढा भएको भयो, अलिक राम्रो निस्किन्थ्यो किनभने म अब छुने अलिक नजिक, त्यही भएर हो।